नमस्ते ओला भाद्र 1 गते सोमबारको दिनबाट चाहिँ मैले युट्युबमा फेसबुकमा र टिकटकमा चाहिँ भ्लगहरू बनाउने भनेर सोचिरहेको छु। तपाईँहरूको सल्लाह सुझाव र प्रतिक्रियाको सदैव अपेक्षा रहनेछ। मलाई धेरैले सोधिराख्नु भएको थियो जब म बाहिर आएँ अनि तपाईँ चाहिँ हराउनु भयो, यसरी मिडियामा बोलिरहने मान्छे हराउनु भयो भन्दाखेरि चाहिँ मलाई सबैभन्दा नराम्रो लाग्ने पल भनेकै त्यही हो कि होइन, किनभने चाहिँ यो मेरो करियर थियो नि त। समय परिस्थितिले त्यस्तै भयो, तर चाहिँ म कन्टिन्यू गर्छु भनेर सोचिरहेको छु, अलिक पछि भए पनि। र आज चाहिँ भ्लगको पहिलो दिन चाहिँ मसँग भएको किताबको कलेक्सनहरू, बुकको कलेक्सनहरू चाहिँ के छ भनेर चाहिँ देखाउन चाहन्छु। यसमध्ये तपाईँले धेरैले पढिसक्नु भएको किताबहरू पनि छ अनि मैले अझै अरू किताबहरू पनि मेरो नोटमा लेखेर राखेको छु होइन। मसँग भएको कलेक्सनहरू देखाउन चाहन्छु। तपाईँहरूले पढिसक्नु भएको छ भने कस्तो लाग्यो भनेर प्रतिक्रिया पनि दिनु होला। पहिलो मेरो हातमा रहेको छ अमर न्यौपानेज्यूको सेतो धरती भनेर। यो धेरैले पढ्नु भएको र धेरैको फिडब्याक देखेको किताब पनि हो होइन। अनि त्यसै गरी मसँग रहेको छ कृष्ण धारावासीजीको चाहिँ राधा भन्ने पुस्तक रहेको छ। अनि किताबकै कलेक्सनमा चाहिँ विजय कुमारज्यूको खुसी भन्ने मदन पुरस्कार विजेता पुस्तक पनि रहेको छ। अनि त्यसै गरी अर्को छ मसँग डाक्टर नवराज केसीज्यूको सो स्पर्श आशा प्रेरणा र खुसीका कथा भनेर भनेको छ। यो किताब अझै मैले खोलेको छैन। र सँगसँगै उर्माला भन्ने किताब, यो पनि धेरैले पढ्नु भएको किताब नै हो, मैले अझै पढ्न बाँकी नै छ होइन। अब यो फुर्सदिलो समय मिलाएर पढ्नु पर्नेछ। अनि त्यसै गरी हाम्रो सुशीलाज्यूको चाहिँ न्याय भन्ने पुस्तक पनि रहेको छ मसँग चाहिँ। त्यसै गरी आमा भन्ने किताब पनि रहेको छ। अनि मसँग भएको किताबको कलेक्सन के छ भनेर देखाउन खोजिरहेको छु मैले चाहिँ। अनि अनुषा हुमागाईज्यूको चाहिँ बिउजिएको सास, यो पनि धेरैले पढिसक्नु भएको किताब जस्तो लाग्छ मलाई चाहिँ। अनि त्यसै गरी रहेको छ मसँग विवेक ओझाज्यूको ऐठन भन्ने पुस्तक पनि रहेको छ। तपाईँले यसमध्ये कुन कुन पुस्तक पढिसक्नु भएको छ प्लिज कमेन्ट गर्न नबिर्सिनु होला। अनि त्यसै गरी मसँग चाहिँ निलो प्रेम, एकदमै धेरै मैले यो सामाजिक सञ्जालमा देखेको पुस्तक हो। यो मैले अझै पढेको छैन। मलाई चाहिँ केही कुराहरूको सुरुवात गरेपछि व्यस्त समयमा सुरुवात गरेँ भने मैले त्यो अगाडि पढेको चाहिँ बिर्सिन्छु केही समयपछि। त्यही भएर चाहिँ मेरो केही समयपछि छुट्टी हुन्छ, कामबाट बिदा हुन्छ होइन, त्यसपछि मैले सुरुवात गर्ने भनेर सोचिरहेको छु। अगाडिको पाना पल्टाएर पढिरहँदाखेरि पछाडिको सुरु गर्दा अगाडिको बिर्स्यो भने चाहिँ नबचा हुन्छ कि होइन। केही कुराहरू सिक्नको लागि यो किताबहरू नै लिएको हो मैले होइन, सिकाइ भएन भने अर्थ हुँदैन। अनि त्यसपछि अर्को रहेको छ राजेश हमालज्यूको युगदेखि युगसम्म जीवन, सिनेमा र समाज भन्ने छ। यो चाहिँ मैले सुरुवात गरिरहेको छु यो पुस्तक चाहिँ। अनि त्यसै गरी अर्को रहेको छ पल्पसा क्याफे रहेको छ। यो पनि धेरै देखिरहेको किताब नारायण वाग्लेज्यूको। अनि त्यसै गरी कलेक्सनमै मसँग रहेको छ मेरो ब्याचलर सेकेन्ड इयरको किताब पनि रहेछ, मिडिया हिस्टोरी ल भन्ने छ। यो पनि मसँगै रहेछ, सोलुसन बुक। अनि त्यसै गरी बेसिक अफ मिडिया रिसर्च पनि मेरो यो किताबकै कलेक्सनमा रहेछ यो पनि। अनि त्यसै गरी अर्को पुस्तक रहेको छ श्रीमद् भागवत गीता यथारूप। यो चाहिँ विशेष धन्यवाद मेरो अन्जु दिदीलाई, उहाँले चाहिँ मलाई यो किताब दिनुभएको हो होइन। मलाई चाहिँ धार्मिक किताबहरू धेरै नै पढ्नु मन छ होइन, धेरै कुराहरू सिक्नु मन छ मलाई चाहिँ। अनि दिदीले मलाई चाहिँ दिनुभएको थियो, मैले अझै पढिसकेको छैन किनभने म समय अनुकूल मिलाएर मात्र पढ्ने सोचिरहेको छु। यो धार्मिक किताबहरू धेरै कुराहरू सिक्नुपर्ने किताबहरू छ, त्यही भएर चाहिँ मैले पढिरहँदाखेरि लेखेका कुराहरू मैले याद गर्न सकिनँ, बुझ्न सकिनँ भने चाहिँ अर्थ हुँदैन। त्यही भएर चाहिँ समयलाई मिलाएर चाहिँ मैले यसलाई पुरै पढ्नेछु। धन्यवाद अन्जु दिदी। त्यसै गरी मसँग रहेको छ, म चाहिँ बाहिर आइसकेपछि यो इन्टरनेसनल बारटेन्डर कोर्स गरेको थिएँ, त्यसको पनि पुस्तक छ मसँग चाहिँ। 1 महिनाको कोर्स गरेको थिएँ मैले इन्टरनेसनल बारटेन्डर कोर्स भनेर। अहिलेको लागि मसँग भएको किताबहरू यति नै हो। पढ्न चाहिँ अझै धेरै बाँकी छ किनभने पढेर कहिले पनि सकिँदैन। र मेरो नोटमा अझै अरू किताबहरू पनि छ होइन। मलाई सुबिनजीको किताबहरू पनि पढ्नु छ, अझै थुप्रै किताबहरू पनि पढ्नु छ। तपाईँहरूले चाहिँ पढिसक्नु भएको
भएको यहाँ नभएको मध्ये धेरै राम्रो लागेको किताबहरू कुनै छ भने मलाई कमेन्टमा पनि भनिदिनु होला, सन्देशमूलक किताबहरू जसले चाहिँ केही ज्ञान दियोस् होइन। र आज पहिलो ब्लग मेरो तपाईँहरूलाई कस्तो लाग्यो, सल्लाह सुझाव पनि दिनुहुन्छ भन्ने प्रतिक्रिया गरेको छु। र यही ब्लग मार्फत चाहिँ मेरो सम्पूर्ण लुम्बिनी प्रदेशका साथीहरू सँगसँगै अरू जिल्लाका साथीहरू जोसँग हाम्रो चिनजान छ मिडियाको काम गर्ने क्रममा, उहाँहरू सबैलाई मिठो सम्झना पनि भन्न चाहन्छु। केही समयको लागि मात्र म साएको हो भनेर भन्न चाहन्छु। तपाईँहरूले एकदम राम्रो गरिरहनु भएको छ। सबैलाई शुभकामना दिँदै मेरो पहिलो ब्लग चाहिँ अन्त्य गर्न चाहन्छु। कस्तो लाग्यो, सल्लाह सुझाव अनि प्रतिक्रिया दिनुहुन्छ भन्ने अपेक्षा गर्न चाहन्छु। धन्यवाद।